आजको यस धार्मिक शोभायात्रा अनुरोध गर्दछौं। साथै सम्पूर्ण महानुभावलाई हामी छुट्टै गर्न चाहन्छौँ। सम्पूर्ण चालक दाजुभाइहरू अनि अन्य जनसाधारणलाई पनि आफ्नो वाहनको गतिलाई कम गरेर यस धार्मिक शोभायात्राको आजको यस पावन अवसरमा सम्पूर्ण कालेबुङवासी लगायत सम्पूर्ण धर्मप्रेमी भक्तजन महानुभावहरूमा यात्राको रक्षण गरिदिनु हुन अनुरोध गर्दछौँ। त्यसैले विभिन्न यान वाहन चलाइरहनुभएका सम्पूर्ण चालक दाजुभाइहरू अनि अन्य जनसाधारणलाई पनि आफ्नो यान वाहनको गतिलाई कम गरेर यस धार्मिक शोभायात्राको परिसर खुल्ला राखिदिने अनि आफ्नो साथ प्रदान सम्पूर्ण चालक दाजुभाइहरू अनि अन्य जनसाधारणलाई पनि आफ्नो यान वाहनको गतिलाई कम गरेर यस धार्मिक शोभायात्राको विनम्र अनुरोध गर्दछौँ। त्यसका साथै सम्पूर्ण धर्मप्रेमी महानुभावहरूलाई हामी साथमा लिएर यहाँहरूको समक्ष अब आउने सम्पूर्ण महानुभावहरूलाई यस धार्मिक शोभायात्रामा सहभागिता जनाउँदै अनि यस धार्मिक शोभायात्राको दर्शन आफ्नो अनुभवता धर्मग्रन्थहरू साथमा लिएर यहाँहरूको समक्ष अब आउनै लागेको छ। सम्पूर्ण भक्त महानुभावहरूलाई यस धार्मिक शोभायात्रामा सहभागिता जनाउँदै अनि यस धार्मिक शोभायात्राको दर्शन गरिदिनु हुन विनम्र अनुरोध गर्दछौँ। यसरी नै विभिन्न धार्मिक शोभायात्राको गरिमालाई खुल्ला राखिदिने अनि महानुभावहरूमा हार्दिक बधाई अनि शुभकामना गर्छौँ। पुरुषोक साङ्गाङ साक्षी भक्त कल्याण केन्द्र गेटमा बस माथि गेटमा कोही मुनि बोल्ने गेटमा बसाउँदै गएर के ओ भाइ एकजना
एकजना यहाँ बस्छ यहाँबाट छेउमा यो साइडमा ओ बहिनी एकजना यहाँ बस्छ हाय प्यारापेटमा समझते हो पर बोलने में थोड़ा दिक्कत सीख ही जाएगा पसीना चुहाइसक्यो यिनीहरू एक एकजना जाउँ न अब पुगी त लाइन एक एकजना जाउँ न भइगयो त तिमीहरूको चाहिँ आयो त अन्त सबै पुस्तक यता एक एकजना ओ जसको पुस्तक छैन उताबाट जाऊ त पुस्तक हुने मात्रै यताबाट पुस्तक हुने मात्रै पुस्तक नहुने उताबाट जाऊ तपाईं यता जानुहोस् न उताबाट हो उताबाट हो हैन यताबाट पुस्तक लाने हो पुस्तक लाने मात्रै यहाँबाट जान्छ अरु सबै उताबाट उताबाट जानुहोस् भाइ तल भेट्नु भाइ पुस्तक लाने मात्रै भाइ पुस्तक लाने मात्रै पुस्तक मात्रै आइजन भनेको पुस्तक लाइन गरेर जानुहोस् लाइन गरेर जानुहोस् पुस्तक लाने एक एकजना पस्नु बेसिंग लिया इसका ढोको न लो इसको ढोको ठोकिन्छ एक एकजना पुस्तक बोक्ने मात्रै हो फेरि म फेरि अहिले नराम्रो भन्दा एक एकजना जाउँ एक यस्तो नहत्ताल त अहिले लड्यो भने के गर्छौ फेरि एक एकजना जाउँ एक एकजना जाउँ साह्रो पो त यस्तो काम त साह्रो पो त टेर्दै कति हुँदैन एक एकजना जाउँ एक एकजना तिमीहरूकै लागि जग्गा बनाइदिँदैछु अहिले म एक एकजना जाउँ एक एकजना एकछिन जानु एकछिन जानु एक एकजना जाउँ एकजना पस्छ एक एकजना पस्छ यो जग्गै सानो छ एक एकजना पस्छ एक एकजना एकदम लाइनमा हो यसरी आइ भाइ देख्यौ अब एक एकजनामा प्याक छ तिमीहरूले आफै छोड्किन्छ जाउँ त्यहीँ भेटिहाल्छ हौ घुमको मेला होइन हौ घुमको हराउँदैन तिनीहरू एक एकजना आउनुहोस् त्यहाँबाट एक एकजना आउनुहोस् सिङ्गल आउनुहोस् त सबै आँखा घोट्छ टाउकोमा बोकेर लानु आँखा घोट्छ काँध आराम भयो नि एक एकजना नानी त्यो लाइनमा बस्छ एक एकजना मात्रै यहाँ जग्गै छ